अस्ति भनेको तँलाई थाहा छ नि मैले के भने अब सुध्रिनु पर्छ त फेरि त्यो जडियाको मात्रै सङ्गत गरेस् भने नि फेरि हो मेरो त्यो साइला भाइकोमा काम छ म त काममा घर आउँछु है त बस्दै गर्ने फेरि घरमा ल अब हुँदैन यसरी अब बालाई पनि कति दुःख दिनु यसरी लफङ्गा जस्तो भएर भएन घर सबै फोर्छ जो पनि गर्दछ अलिअलि सरसफाइ भए पनि गरिदिनु पर्यो बालाई पनि एक्लै कति दुःख दिनु जडिया दा आयो भने म त्यस्तै ओए के छ गुरुजी आलखबर हुन्छ गुरु सुरु नगरे मलाई के भयो त हो अनि तपाईँ त पुरा सुध्रिएको जस्तो देखिरहेको छ यहाँ अनि खोइ बाउ पनि घरमा देख्दैन अनि के हो खोइ खानु तँलाई जा झन् तिमी माथि मैले भनेको क्या तिमीहरूलाई नलैजा है नलैजा भनेको यताले झोडिया मलाई नछु है नछु तेरो र मेरो आजदेखि सम्बन्ध सकियो मैले तिमीहरूलाई भनेको होइन बाबाको सामु नलैजा बाली मलाई राम्रो मान्नु हुँदैन यो खाएको अनुहारमा भनेको होइन मलाई खाना त आफू त खाइस त खाँदाखेरि चाहिँ मेरो सर्ट किन दमदम्दी हुन्जेल भक्तिमा लगाएर राखेर आइस तेरो यो सर्टको कारणले गर्दाखेरि बाउले सुनेर मैले नखाएको 3 दिनदेखि भोगेँ थिएँ भोगेमा ताल गर्दै आएको खाएको भनेर पारिहाल्नु भयो गुरुजी जमुना भट्टीमा 2 प्याक हानेर आउँछ गुरुजी आइन्दादेखि त जडियासँग मेरो सम्बन्ध सकियो है त सकियो ओए केटा सकियो ए जडिया यहाँ मैले केटीको कुरा गरेको होइन ब्रान्डको कुरा गरेको यो शर्मिले त अब दिने पछि मलाई चाहिने जान्छ जहिले पनि आउँछ यसो भएर त जहिले पनि आइहाल्छ बोलाउनै पर्छ जडिया अहिले बाउ आइपुग्यो भने मार्छन् भागिहाल्छ त्यो पनि हो है बाउ आइपुग्ने बेला भयो अहिले बाउ आयो भने मार्छन् जडिया के गर्दैछौ साइला भाइ अब के गर्नु यस्तै छ यसो लडेको यसो फुलहरू उठाउँदैछु अनि के छ तेरो खबर ए ठिक छ अनि तपाईँको के छ ठिकै छ सन्चै हुन्छ ठिकै छ अनि के छ अनि छोराछोरीको खबर के गर्दैछन् छोराछोरी अब छोराछोरी अब बाहिर विदेश गइहाले अब बुढी पनि माइत गइहाली अब घरमा एक्लै छु अब यताउता गर्दा ओर्दा म बुढो मान्छेलाई के हो फुलमा त पानी हालेर चाहिँ क्या हो हेर्नु न यो फुलमा त पानी हालेको तर यो लडेर हेर्नु न अनि अहिले एक्कासी लड्छु गरी अनि मैले ठक्क ल यसो बसेर गफ गरौँ है ल यहाँ बस सुन्न म त एउटा कुरा पो गर्न आएको हौ तसँग हजुर हजुर भन्नु न मेरो के भन्छ अरे म 2-4 दिन हराउनु पर्ने छ हेरकेटा यसो म उहाँतिर जानुपर्ने छ आफन्तकोमा जानुपर्ने छ मेरो घर पनि रेखदेख गर अनि छोरालाई पनि यसो हेरचाह गरिदियो ल ए भइहाल्छ नि तपाईँलाई मेरो आवश्यक छ भने त म तपाईँको लागि कसो नगरौँ न त ल त्यति गर म ढुक्क भएर बसेँ मेरो यस्तो गाई बस्तु पनि हेर्दै त्यहाँनिर यसो घर पनि रेखदेख गर छोरालाई पनि यसो सम्झा बुझा हुन्छ चिन्ता नलिनु म सबै राम्रै गर्छु ल म जान लागे बाहिर मेरो घर हेर्देस् छोरालाई पनि यसो रेखदेख गर
अब मलाई अलिकति हतार छ, म लागेँ है त केटा। ल हुन्छ त पिर नमानिकन जानु, त्यो काम मेरै भयो। ल ठिक छ ल। ल हस्। मान्छे हो यो। को हात्ती ठोक्रायो को जड्यो हौ? ए साउ बाबु चिनिनस्? ए चिने साउ बा चिने अनि ए सन्चै हुनु जानी फेरि मेरो छोरा बिराङ गएको त होइन बिगाराङ सिक्यो। होइन तेरो जडी पनि जडा जिन्दगी जाने भयो तेरो चाहिँ। तेरो पारा चाहिँ ठिक छैन है त्यहाँनिर। होइन तेरो बाउलाई भनिदिउँ? होइन नभन्नु न साउ बा छोडिदिनु मेरो यसरी लागि कहाँ छ कुचो पनि? ल आइजस् त मुला भागेर मात्रै बाँचिस्। मेरो घरको वरिपरि आइस् भने म यो गाउँको सौवा होइन, खान्छ सब तैँले भाटा। मेरो घरको आइस् भने बल्ल बाँचे त्यो साउबाले त मार्ने रहेछ बाप रे बाप। जे भने पनि खाना चाहिँ छोड्नु हुँदैन है गाई। कहाँ मरेको साउबा यसले भनेर म गएछ मुर्दा म पनि जानु पर्यो फेरि। ल जडिया डिस्टर्ब गर्दैन, मैले बाउ आयो भने मार्छ। अब जडिया पनि गइहाल्यो, बडारी पनि सकिहाले। अब आनन्दले सुतिन्छ यहाँनिर उपर खुट्टी लाएर। बाउ कतिखेर आउनु बाल्दै पर बाउ आउँछन् उठाउँछन्, भात पकाइहाल्छन्, कतै जाँदैनन् त होला। अब आफू त मस्त सुतिन्छ। बाउ पनि आइपुग्नु पर्ने हो। यो केटा जाँड खान थालेछ क्या? बाउ कहाँ जाँड खानु जाँड थालिस् फेरि? छैन हौ बाउ, बढाएर हेर्नु त चिटिक्क पारियो घर पनि। जाँड खाएको पनि थाहा पायो भने तेरो म के गर्छु अहिले? खाँदिनँ बाउ। हेर सुन केटा, हजुर भन्नु न। अब एक दुई दिनको लागि जाँदैछु आफन्तकोमा होइन। हजुर अनि त्यहाँ घर रेखदेख गर्नु, त्यहाँ गाई बस्तुलाई पानी दिनु। नराम्रो त जडिया मात्रै सङ्गत गरेको थाहा पायो भने नि तेरो म बल्ल लाइनमा आइसस् केटा। हो मेरो खोइ ढाका टोपी कहाँ छ? ढाका टोपी ए यहाँ रहेछ। ल ल भेटिहाल्नु भयो। ल केटा आफ्नो ख्याल गर, घरको पनि ख्याल गर। म त्यो अब 2-4 दिन गएँ। ए सुनिनस्? जान लाग्नु भएको जान लाग्यो, त्यहाँ घरको ख्याल गर्नु। त्यहाँ यति चाँडै त नजानु न हो। नाटक नाटक गर्छस्? ल ल ल ल त्यो जडियाको मात्रै सङ्गत गरेको थाहा पायो भने त्यो जाँडको कोप्चालाई त्यो तलै अनि म कहाँमा जाँच्छु मलाई थाहा छ भने त्यसो। ल भाउ शुभयात्रा, आरामले जानुहोस्। तपाईँले केही टेन्सनै लिनु पर्दैन। म घर एकदम शुद्ध राख्छु, जाँड साँड केही खाँदिनँ। अब राम्रोसँग बस, घरको हेरचाह गर। कहिले काहीँ साइला दाई पनि आउँछन्, यसो साइला दाईलाई पनि यसो भन्नु, यसो गाई बस्तुलाई गरिदिनु भन्नु। तँलाई के त एउटा भएको छोरा त लाटो छ एकदम, गाई बस्तुमातिर ध्यानै छैन। अब त्यहाँ हेर घर, म गान्छु अहिले। त्यो जडी आयो भने त्यसलाई पाता खस्ने गरिदिनु त्यसलाई, बुझिस्? ल म हतार भए म गएको। ल आजबाट म यहाँको राजा। अब बाउ पनि गइहाले। यो पो हो त सकुनको साथ।